के तपाईलाई नेपालमै बसेर वा विदेश गएर फुल स्कलरसिपमा अथवा पूर्ण छात्रवृत्तिमा मेडिकल अथवा प्यारामेडिकल सब्जेक्ट पढ्न मन छ? यदि छ भने यस सम्बन्धी जानकारी तपाईले यो भिडियोमा पाउनुहुनेछ। नमस्कार, म सुषमा बस्नेत पूर्वाञ्चल युनिभर्सिटीमा बी फार्म पढ्दै गरेको ब्याचलर इन फार्मेसी पढ्दै गरेको 8औं सेमिस्टरको विद्यार्थी हो। र मेरो जानकारी अनुसार तपाईले चाहिँ कसरी नेपालमै स्कलरसिप पाउने भन्ने चाहिँ महत्त्वपूर्ण कुराहरू यस भिडियोमा भन्न गइरहेको छु। फर्स्ट अफ अल तपाईहरुले चाहिँ +2 साइन्स अथवा डिप्लोमा कुनै पनि सब्जेक्ट सिटिभिटी अन्तर्गत पर्ने, त्यसमा चाहिँ 50% लिएर आएको हुनुपर्छ। तपाईले हरेक इन्डिभिजुअल सब्जेक्टमा चाहिँ 50% हुनुपर्छ। तपाईले यो मेडिकल एजुकेसन कमिसनको चाहिँ इन्ट्रान्स दिनको लागि योग्य हुनको लागि, जसमा चाहिँ यो इन्ट्रान्स इक्जामलाई चाहिँ के भनिन्छ भन्दा चाहिँ सी भनिन्छ, कमन इन्ट्रान्स एक्जामिनेसन, जसद्वारा चाहिँ हामीले चाहिँ नेपालमै अथवा विदेश गएर चाहिँ पढ्नको लागि चाहिँ यसमा 50% ल्याउनु पर्छ। 50% भनेको चाहिँ कति हो भन्दाखेरि चाहिँ यदि टोटल इक्जाम दिने स्टुडेन्ट 10,000 छन् भने तपाईको नाम चाहिँ 5,000 भित्र आउनुपर्छ। त्यो भनेको चाहिँ पर्सेन्टाइल सिस्टम हो। यो इक्जाम चाहिँ अब हुन लागेको छ, इक्जामको डेट पनि फिक्स भइसकेको छ। तपाईहरुले यो इक्जामहरु कुन डेटमा हुनेछ, कहिले फर्म पनि अहिले ओपनै छ। मैले हेरे अनुसार चाहिँ तपाईहरुले यसको पूर्ण जानकारी चाहिँ एमईसी को वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ, अथवा तपाईलाई के जानकारीहरु चाहिएमा मलाई कमेन्ट गर्न सक्नुहुन्छ। अनि अझै तपाईहरुले के कन्फ्युजनहरु छ, के कसरी अझै फर्दर डकुमेन्टेसनहरु कसरी के गर्ने भनेर जान्न मन छ भने चाहिँ तपाईहरुले कमेन्ट छोड्न सक्नुहुन्छ। म अर्को भिडियो बनाउने छु। यसको लागि चाहिँ हाम्रो नेपालमा चाहिँ कुन सब्जेक्टहरु छ मेडिकल प्यारामेडिकलमा भनेर चाहिँ यहाँ मैले लेखेर पनि राखेको छु, अलिक हेर्न सक्नुहुन्छ। मेडिकल तर्फ चाहिँ एमबीबीएस, बीडीएस, बीएमएस भयो, अनि प्यारामेडिकल तर्फ चाहिँ बी फार्मेसी, बीएमएलटी, बीपीएच, नर्सिङहरु छ, अरु पनि सब्जेक्टहरु छ। तपाईले त्यो चाहिँ डिटेल अझ आफूले खोज्न सक्नुहुन्छ। अनि यसको लागि चाहिँ हाम्रो नेपालमा कस्तो कस्तो स्कलरसिप प्रोभाइड गरेको छ नेपाल गभर्नमेन्टले भन्दाखेरि चाहिँ एउटा भनेको चाहिँ ओपन स्कलरसिप छ, एउटा भनेको रिजर्भ स्कलरसिप छ। तपाईले ओपनमा चाहिँ भनेको चाहिँ डाइरेक्ट स्कलरसिपको लागि तपाईले राम्रो र्याङ्क ल्याउनु पर्छ हैन, अगाडि। र अर्को रिजर्भ स्कलरसिपमा चाहिँ कस्तो छ भने जुन हाम्रो गभर्नमेन्ट स्कुलबाट पढेर आएको छ उनीहरुलाई चाहिँ स्कलरसिप डाइरेक्ट कम्पिटिसन गर्दाखेरि उनीहरुको ब्याकग्राउन्ड अलिकति वीक हुन्छ हैन, गाउँ ठाउँमा पढेको अथवा गभर्नमेन्ट स्कुलमा त डाइरेक्ट इंग्लिश अलिकति कमजोर पनि हुन्छ मेरो विचारमा हैन, सबैको हुँदैन। अनि उनीहरुको लागि पनि स्कलरसिपको व्यवस्था होस् भनेर चाहिँ राखेको छ, अथवा जनजाति अरु कोटाहरु यो इत्यादि मलाई पनि डिटेली भन्न नआए पनि तपाईहरुले बुझ्न सक्नुहुन्छ आफैले पनि। यसको लागि चाहिँ छुट्टै रिजल्टको लागि चाहिँ डकुमेन्टेसनहरु गर्नुपर्छ, डकुमेन्ट बनाउनु पर्छ, जसको लागि चाहिँ गभर्नमेन्ट स्कुल पढेको एउटा डकुमेन्ट हुनुपर्छ। त्यो चाहिँ वेबसाइटमा दिएको छ, फर्मेट हेर्न सक्नुहुन्छ। अरु जनजाति अनि खस आर्यको लागि पनि छुट्टै डकुमेन्ट बनाउनु पर्छ आफ्नो ठाउँबाट। अनि अरु के भन्छु भने तपाईहरुले चाहिँ यो इक्जाम एमईसी को इक्जाम दिँदाखेरि चाहिँ तपाईहरु धेरैले इन्ट्रान्स इक्जाम दिन्छन्, एटेन्ड गर्छन् हैन, धेरैले राम्रो गरेर पनि आएको हुन्छन्, तर रिजल्ट सबैको आउँदैन। किन आउँदैन भन्दाखेरि चाहिँ स्टुडेन्टहरुलाई कसरी इक्जाम दिने, कसरी दिने भनेर उनीहरुले प्र्याक्टिस गरेको हुँदैन। जो इन्ट्रान्सको लागि अगाडिदेखि प्रिपेयर छ अनि फिजिकल क्लासहरु लिएर होस्टेल बसेर उनीहरुले इन्ट्रान्स के लागि भनेर तयारी गरेको हुन्छ, उनीहरुलाई थाहा हुन्छ। तर कहिले इक्जाममा आत्तिएर होस् अथवा केही मिस्टेक भएर होस्, उनीहरुले जुन हाम्रो इन्ट्रान्स दिने बेलामा हाम्रो इक्जाम एन्सर सिट आउँछ त्यसमा चाहिँ मेनली मिस्टेक गर्ने भनेको चाहिँ स्टुडेन्टले सर्कल गर्न, रोल नम्बरहरु सर्कल गर्नुपर्छ हैन, सर्कल गर्न नि प्र्याक्टिस गर्नुपर्छ। जस्तै त्यो सर्कल भन्दा बाहिर कोरिनु हुँदैन। तपाईहरुले त्यो सिट हेर्न सक्नुहुन्छ कस्तो एन्सर सिटमा सर्कल गर्ने भनेर। यो चाहिँ अब इन्ट्रान्स क्लासहरु गराउने इन्स्टिट्युटहरुले पनि प्र्याक्टिस गराउनुहुन्छ।
तपाईहरूले पनि आफैले पनि खोज्न सक्नुहुन्छ। त्यसमा सर्कल गर्दाखेरि चाहिँ सेट 1 सेट ए सेट बी भनेर दिएको हुन्छ। तपाईँको क्वेसन पेपर सेट एमा आएको छ भने सेट एमा सर्कल गर्नुपर्छ, बीको क्वेसन पेपर आएको छ भने बीमा सर्कल गर्नुपर्छ। त्यस्तै रोल नम्बरहरूमा मिस्टेक गर्नु भएन, त्यहाँ अरू जे इन्फर्मेसनहरू छ त्यसमा मिस्टेक गर्नु भएन। अनि स्कलरसिप चाहिँ पुरै जान्नेले मात्र निकाल्छ भन्ने चाहिँ छैन होइन। तपाईले इन्ट्रान्स कसरी तयारी गर्नुहुन्छ, तपाईले कतिको आफ्नो पढाइलाई कन्सिस्टेन्सी दिनुहुन्छ, त्यसको आधारमा पनि तपाईले नाम निकाल्नुहुन्छ। यसमा चाहिँ पढेको पढै गरेर पनि हुँदैन क्या। जस्तै तपाईले पढ्ने तरिका जान्नु पर्यो होइन, कसरी कुन सब्जेक्टलाई चाहिँ अझ मजाले प्रिपेयर गर्ने, कस्तो कस्तो क्वेसन आउँछ। तपाईले यो चाहिँ इन्ट्रान्सको लागि भनेको चाहिँ डेली प्र्याक्टिस गर्नुपर्छ। तपाईले 1 वर्ष राम्रो तरिकाले अथवा 7-8 महिना राम्रो तरिकाले इन्ट्रान्स प्रिपेरेसन गर्नुभयो भने तपाईको लाखौँ लाख बच्छ। प्यारामेडिकलमा त धेरै लाग्दैन, 10 लाखसम्म लगभग होइन कलेज फीहरू। अरू मेडिकलमा त एमबिबिएसहरूमा त धेरै लाग्छ। त्यसको लागि चाहिँ तपाईहरूले 1 वर्षसम्म अथवा थोरै समयसम्म चाहिँ तपाईहरूले मेहनत गरिराख्नुभयो भने त तपाईँको कलेज फी त टोटली फ्री भयो नि त होइन। त्यसको लागि चाहिँ तपाईँहरूले एकदम हार्डवर्क गर्नुपर्छ। हाम्रो पालादेखि एमइसी आएको थियो होइन, हामीले अझ मजाले डिटेलमा बुझ्न सकेको थियौँ होइन। हामीले आफूले पढेर इक्जाम दिएर बल्ल यस्तो यस्तो चाहिँ रहेछ है भन्दै हामीले पनि सिकेको। हामीले सिकेर होइन पछि थाहा भए जस्तै तपाईँहरूलाई पनि पछि थाहा भएर रिग्रेट हुनुभन्दा होइन सुरुमै आफूले एकदम समय दिएर पढ्नु होला। तपाईँको 1 वर्ष खेर गयो भने तपाईँको 1 वर्ष पैसा खेर गयो, समय खेर गयो। तपाईँको 1 वर्ष छिटो निक्लिनु भयो भने तपाईँले तो 1 वर्षसम्म कति कमाइ छ भनौँ न, लगभग 30,000कै दरले गर्दा पनि धेरै 2-3 लाखै कम कमाइ छ होइन। त्यो हिसाबले सोचेर पनि पढ्नु होला। मैले पनि 1 वर्ष चाहिँ मेरो पनि इयर लस भएको थियो इन्ट्रान्स दिँदाखेरि। अब त्यतिखेर हाम्रो टाइममा कोभिड आएको थियो। अनि घर आएर मैले घरमै बसेर पढ्न खोजेँ, तर त्यस्तो इन्भाइरोमेन्टै भएन र एकचोटि इन्ट्रान्स बिग्रेको थियो। अनि फेरि मैले रिपिट गरेर पढेँ। रिपिट गरेर पढ्दाखेरि चाहिँ मैले स्कलरसिप पाएँ गभर्मेन्ट सिटबाट, खस एरियाबाट। तर मेरो त्यसरी आयो भन्दैमा तपाईँहरूको अझ त्योभन्दा पनि धेरै नै राम्रो आउँछ, किनभने धेरै नै राम्रो आएको पनि छ। तपाईँहरूले एकदम राम्रोसँग प्रिपेयर गर्नु होला होइन। मैले अरू केही कुराहरू छुटाउन भुलेँ भने तपाईँहरूले चाहिँ मलाई कमेन्ट गर्न सक्नुहुन्छ अथवा पर्सनल म्यासेज पनि गर्न सक्नुहुन्छ। सकेसम्म कमेन्ट गर्नु होला, पर्सनल म्यासेज चाहिँ अलिक रिप्लाई गर्न टाइम दिन पाइँदैन। अनि अरू भनेको चाहिँ म चाहिँ बी फार्मेसी ब्याचलर इन फार्मेसी पढ्ने भएको भएर चाहिँ म ब्याचलर इन फार्मेसीको बारेमा चाहिँ नेक्स्ट भिडियो बनाउँछु। हस् त, नमस्कार। तपाईँले चाहिँ यो भिडियोलाई चाहिँ तपाईँको साथीहरूलाई, भाइ बहिनीहरूलाई जो 11-12मा पढिराख्नु भएको छ उहाँहरूलाई सेयर गर्दा पनि भयो, अथवा आफ्नो अभिभावक हुनुहुन्छ भने आफ्नो बालबच्चालाई सेयर गर्नु होला। हस् त, नमस्कार। थ्याङ्क यू सो मच अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा। एउटा कुरा फेरि छुटाएछु र फेरि आए, तपाईँले यदि विदेश जानु छ, विदेशमा गएर पनि मेडिकल र प्यारामेडिकल सब्जेक्टमा ब्याचलर पढ्नु छ भने चाहिँ तपाईँले यहाँको इन्ट्रान्स पास गर्नै पर्छ है। अनि यहाँबाट लेटर बनाएर लिएर गएर मात्र बाहिर गएर पढ्न पाइन्छ। यदि बनाएर जानु भएन भने तपाईँ पछि नेपालमा आएर नेपाल मेडिकल काउन्सिल अथवा अरू जुनै पनि काउन्सिल छ सब्जेक्ट रिलेटेड त्यसमा दर्ता भएर काम गर्न पाउनु हुँदैन। त्यसैले बेलैमा राम्रो तयारी गरेर पढ्नु होला।